कक्षा 4 सुनाई पाठ 2 मुसाको घमण्ड। एक दिनको कुरा हो, एक साधुले एउटा मुसालाई बिरालाले लखेट्दै गरेको देखे। त्यो देखेर साधुलाई दया लाग्यो। उनले मुसालाई बिरालो बनाइदिए। अर्को दिन त्यो बिरालालाई एउटा कुकुरले लखेटिरहेको थियो। साधुलाई त्यो देखेर फेरि दया पलायो। उसले त्यसलाई कुकुर बनाइदिए। केही समयपछि त्यो कुकुरलाई सिंहले आक्रमण गर्यो। साधुले त्यो हेरिरहेका थिए। उनलाई फेरि दया लाग्यो र कुकुरलाई सिंह नै बनाइदिए। सिंह बनेको मुसा यताउति हिँड्न थाल्यो। अब उसलाई सिंहसँग कुनै डर भएन। न त बिरालो वा कुकुरले नै केही गर्न सक्थ्यो। गाउँलेलाई यो रहस्य सबै थाहा थियो। गाउँलेहरू उसलाई देखेर हाँस्थे र भन्थे, त्यो साधुले तँलाई कुनै पनि दिन मुसो बनाइदिन सक्छ, धेरै फुर्ती नगर। सिंह बनेको मुसालाई लाग्यो, यो साधु रहेसम्म म योसँग सधैँ डराउनु पर्ने भयो। कुनै पनि दिन मलाई मुसो बनाइदिन सक्छ। उसले त्यो साधुलाई मारिदिने विचार गर्यो। आफ्नो कुटीतिर आउँदै गरेको सिंहको मनको कुरा साधुले बुझिहाले। मुसाको यस्तो नीच बुद्धि थाहा पाएर साधु खिन्न भए। त्यसपछि साधुले भने, तँ एकदमै स्वार्थी रहेछस्। तँलाई दया गरेर मैले गल्ती गरेको रहेछु। तँलाई सिंह बन्न सुहाउँदैन। त्यसैले अहिले मुसो भइजा। त्यति भन्ने बित्तिकै सिंह बनेको मुसो पहिलेकै मुसो भयो।